प्यारी गोस्ट आज चाहिँ तिम्रो के भएको कति ठुल्ठुलो देखेको भनेको फर्मला लाछु के फर्मला लाछु के के छ मेरो परिवारहरु आज फेरि म आइसकेको छु तिमीहरुको माझमा नेपालको सबैभन्दा गति छाडा लेडी ब्लगर घोस्टको रोस्ट ल्याएर। त्यसैले आउ केटाकेटीहरु ढिला नगरिकन आजको रोस्टमा घोस्टको गाँड हान्दै आजको भिडियो सिधै सुरु गरौँ। ब्लग भएपछि सबै कुराहरु देखाउँछु के म चाहिँ नो ड्रामा के देखावटी चाहिँ केही पनि छैन जे एउटै रियल देखाइदिन्छु हैन होला। रेडी नै छौ है केटाकेटी हो तिमीहरु पनि यसको ड्रामा र देखावटी नभएको भ्लग हेर्न। ल हेर त रन्डीको बिजोक आगे चेटला जस्तो भइरहेछ हिँड्दैछ मजा ल म ब्लग भएपछि सबै कुराहरु देखाउँछु के म चाहिँ नो ड्रामा के देखावटी चाहिँ केही पनि छैन। ठुक्क दिदी तिमीलाई त लाज लाग्नु पर्छ हैन यार केटाकेटी हो के हरकत गरेको हो कि यो जाँठीले। मलाई त्यस्तो लाग्दै छ कि 5-7 जनाको लौडा एकैचोटी लिइसकेपछि ओभरडोज भएर दुखिरहेको जिमुलाई रोडमा हावा पास गर्दै हिँडिराकी छे। अनि केटाकेटी हो मिया खलिफाले पनि यति धेरै आफ्नो प्राइभेट अंग प्रदर्शन गरेकी छैन होला जति यो जाँठीले आफ्नो भ्लगमा गरिसकी। अपने कुल की मर्यादा देश की मर्यादा का हनन करने वाले द्रोही धिक्कार है तुम पर। अनि यति धेरै आफ्नो शरीरको अंगहरु प्रदर्शन गरिसकेपछि पनि रन्डीले यस्तो भन्दै छे मेरो पछाडीको देखाछु मेरो त्यो पाल त देखा छैन नि त। लेकिन 1 सेकेन्ड मेरो अगाडिको देखिन आटिसक्यो मेरो गाडी आइरहेछ दाममा कस्तो म्याच एबे केटाकेटी हो कसैले त सम्झाउ यो रन्डीलाई यतिको छाडा हरकत त कात्तिके कुकुरले पनि गर्दैनन् जति यसले गरिराकी छे। धन्न स्कुटी चलाएर बचिस जाँठी यदि स्कुटी रोकेको भए त्यही पछाडी आएको गाडीको ड्राइभरले त्यही तेरो चिलाको गाडा हान्थ्यो। लुङ्गी भङ्ग पार्ने है आवार हो मेरो भ्युअर्सहरुलाई मेरो सब्स्क्राइबरहरुलाई कति मजा आउँथ्यो होला नि मेरो लुङ्गी भङ्ग भएको हेर्नु नि हैन होला के हो रन्डी मजाले आइहाल्यो होला नि तेरो कोरमला सब्स्क्राइबरलाई। अहिले पनि तेरो यो भ्लग हेर्दै टोयलेटमै होला नि तेरो सब्स्क्राइब मुट्ठा हान्नलाई। खोलेर देखाइदिउ क्या भयो जाँठी पर्दैन तेरो त 7.2 भन्दा पनि कालो होला किन सबैलाई देखाउँछस् र। बरु म तलाई कल गर्छु फोन नम्बर लिएन अहिलेसम्म पनि केही बिग्रेको छैन। सारा दुनियालाई देखाउनु पर्दैन बस मलाई देखाइदेऊ न। तर होस् म नदेखाउने ल। लेकिन 1 सेकेन्ड जिन्दगी सारो तल तल खसी के म त जिन्दगीमा लाउने निकालेर झोलामा हाल्छु। ठुक्क दिदी तिमीलाई त लाज लाग्नु पर्छ। लाज किन त ब अब यो जाँठीको यति धेरै छाडा हरकत हेरिसकेपछि तिमीहरुलाई पनि मुट्ठा हान्ने जोस आउँछ भने मजाले यो रन्डीलाई हेर्दै हान केटा हो किनकि रन्डीले युट्युबलाई नै कुरोम बनाइसकेपछि कुरोममा जाने के जरुरत। ओके न हो त यहाँ गाँठो लोक्टेर किन गाँठो लोक्टाको कुन चाहिँ डगी हान्यो नभन्नु के रे कुन चाहिँ डगी हान्यो नभन्नु त्यो त जाँठी हामीले पनि सोच्नै सक्दैनौ कि तलाई केटाहरुले नै डगी हान्यो होला भनेर। धेरै जस्तो तेरो दिन त कुकुरहरुसँगै खेल्दै जान्छ कुकुरले नै हान्यो होला नि। यस्तो हल्लिदो रहेछ क्या हल्लिदो पनि रहेछ हैन। अनि कस्तो रहेछ भने बोयफ्रेन्ड र गर्लफ्रेन्ड चट्टा लाएर डेटिङ आए बेला चट्टा लाएर यी सबै त नर्मल नै हुन् यो जाँठीका लागि यस्ता भिडियो के हो र तिमीहरुलाई पनि विश्वास लाग्दैन होला। हेर त यो जाँठीको बचपनको बेहोरा मिंगल भएको भए यसो जंगलतिर मंगल हान्नुहुन्थ्यो सिंगल पर्यो अर्काको जोडी हेर्दै चित्त बुझाउँछु। हसाइस म्याच चिक्ने हसाइस रन्डीको बाल लाडो चुजेस थाउस त रन्डीको बालमा म्याच चिक्ने त्यो अर्काको जोडी हेरेर चित्त बुझाएको भनेको त केटा हो यसले भ्लगमा मात्रै हो। अब क्यामेरा त्यही जंगलमा गएर यो जाँठीले औंला त मजाले हल्लाकै हो। बोकाको छेउमा त म जादिन मलाई पनि फेरि बाख्रा सम्झेर आयो भने के हुन्छ यो के झुन्ना छ यसले लाडो यो घोष जाँठी यति धेरै लौडा लिइसके कि रन्डी हो कि केटाकेटी हो यसलाई बोका घोडा केटा कुकुर सबैको लौडाको एक्सपिरियन्स थाहा छ। अनि भ्लगमा भ्युज पनि यस्तै यस्तै रन्डी हरकत गर्यो भने आउँछ भन्ने पनि थाहा छ। त्यही भएर नै यसले आफ्नो प्राइभेट अंगहरु प्रदर्शन गरेर नेपाली भ्युज लिने अल्गोरिदम नै बनाइसकी। ठुक्क दिदी तिमीलाई त लाज लाग्नु पर्छ। यसलाई टिल पार्छु अनि के गर्छु अहिले हेर्नु होला। 5 minutes later नहान्दा चाहिँ छुन पनि लाज लाग्दो रहेछ ए हानिसकेपछि चाहिँ जता छोइ पनि हुन्छ म ठुक्क त त मर एबे जाँठी जो पाए त्यहीसँग सम्भोग नगर मरलेस फेरि एचआईभी सरेर। अनि तिमी रन्डी किन यति धेरै छटेको सबैलाई भन्देऊ त चुरमा परेर मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको बाबामा झगडा गर्दा गर्दै जन्मी जस्तो छ। अनि जाँठी त्यो दिन तेरो बाउ रक्सी खाएर त्यो राति घर नआएको भए मैले रोस्ट अनि नेपालीहरुले तेरो भ्लग र छाडा हरकत त देख्नु पर्दैन थियो होला। चित्त बुझ्नी भनिस् नि ठिकै हो
याद आउँदै होला नि हैन केटी हो यो कस्तो तपाईको यस्तै यस्तै रन्डीहरूले गर्दा आजभोलि खानेकुराहरू खान पनि लाज लाग्छ यार केटाकेटी हो। म यसमा एउटै कुरा के भन्न चाहन्छु भने यदि तिमीहरू पनि यो जाँटीको भ्लग फ्यामिलीमै बसेर हेर्छौ भने अहिलेसम्म मेरो भिडियोमा लाडो खाना इयरफोन लगाइराखेको चित्त बुझ्नी भनिस् नि नगाथे के उबेरै दिए बल्ल एउटा कुरा चित्त बुझ्दो गरी है केटाकेटी हो। यो घोष जस्तै देखिने कुकुर नि जाँटीले मुत्ने भनेको नै कुकुर जसरी उभिएर हो। ओके मेरो परिवारहरू, आजको लागि घोषको रोस्ट यति नै। यदि तिमीहरूलाई पनि यो भिडियो र यसको बारेमा बोलिएका बोलीहरू राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट गर अनि यस्तै अरू भिडियोहरू हेर्न मन छ भने च्यानललाई सब्स्क्राइब गर। अब फेरि छिट्टै नयाँ भिडियोमा भेट्नुपर्छ।